होइन के हो यो हेर्दाखेरि ढिँडो जस्तो छ खाँदाखेरि ढिँडो जस्तो छैन अनि भात भनेको छ के को भात हो यो यो त आलुको भात ए मुला भात पनि आलुको हुन्छ कि चामलको भात छैन कहाँबाट ल्याउनु सर चामलको भात हाम्रो यो हिमाली भेगमा धान फल्दैन धान नफलेपछि कहाँबाट चामल ल्याउनु र हजुरहरूलाई अब यो चामलको भात खुवाउनु तलबाट बोकेर ल्याउनु सकिँदैन धेरै महँगो पर्छ उयो हामीहरूले भात खानलाई त चाडपर्व पर्खिनु पर्छ सर अब यो हाम्रो यो भेगमा आलु फल्छ त्यही भएर आलुकै भात ल भइहाल्यो दाल ल्याऊ दाल ल्याऊ होइन यो दाल चाहिँ के गर्ने गेडो त ठुल्ठुलो छ नि यो पनि अब आलुकै दाल हो आलुकै दाल पनि आलुकै भात पनि आलुकै दाल पनि आलुकै ए मुला दाल आलु दाल ल तरकारी ल यो तरकारी पनि आलुकै हो क्या हो होइन होला के हो ए हो त्यसले त मरला यार हामीलाई त आलुकै दाल आलुकै भात आलुकै तरकारी सबै थोक आलुकै नि सर कस्तो खुवाएको यार ए मुला अचार ले अचार अनि यता पनि अचार अचार पनि आलुकै के गर्ने त हजुर हाम्रो यो भेगमा अरू केही फल्दैन त्यही भएर आलुकै भात आलुकै तरकारी आलुकै दाल आलुकै सबै थोक अब खतमै पारे नखाऊ भने दिनभरिको सिकार खाऊ भने कान्छाको अनुहार भने जस्तै जे खाए पनि आलुकै अनुहार के खाने होस् खाऊ अब पानी पानी ए साँच्चै पानी त दिनै बिर्सेछ ए भयो फेरि पानी पनि यसले आलु पखालेकै पानी ल्याउला नल्याउ होस् खाऊ सरहरूलाई केही थपौँ कि ए पुग्यो नथपौँ त्यसो गरे कसो होला मलाई चाहिँ थपौँ यो आलुकै भात आलुकै दाल आलुकै अचार आलुकै तरकारी भए पनि असाध्यै मिठो लाग्यो